ओइ डन, जा गएर बिरालोको बच्चा लिएर आइजा, मुसाले दुखायो। हस आमा। हैन यो बिरालोको बच्चा कहाँबाट ल्याउने होला? आमाले नि साह्रै दुखा दिन्छन्। यही हो बिरालोको बच्चा, यसरी लैलग्छु। आमा हेर्नुस्, मैले बिरालोको बच्चा लिएर आएँ। तलै बाजिया, यो त बाघ हो जस्तो छ। ओइ डन, यो बाघको बच्चालाई जहाँबाट ल्याएको थियौ त्यही लगेर चोद्दे। यसको माया आएर तलाई खाला नि फेरि। सरी बागिनी दिदी, झुक्किएर बिरालो सोचेर बच्चा लिएर आए। ओइ डन, जा बेसी गाउँमा गएर खासीको मासु लिएर आइजा, झुक्किएर राँगा मासु ल्याउलास् नि। आमाले पठाएको भने। हस आमा। ला आमाले मलाई केको मासु लिएर आउनु भन्नुभएको थियो? खासी कि राँगाको? खासी हैन होला है, राँगा होला। अंकल 1 किलो राँगाको मासु दिनुस् रै। आमाले भनेको। आमा, मैले राँगाको मासु लिएर आएँ। बाज्या, मैले त खासीको मासु भनेर पठाएको, राँगाको किन लिएर आइस रे? ए आमा। ओइ डन, काती बात मात्र खान्छस्, जहाँ गएर माछा मारेर लिएर आइजा। हुस आमा। आमाले नि टेन्सन दिन्छन्। अब कहाँबाट लिएर आउनु माछा? नल्याए बेलुका भात खाना नदेलिन्। हे भगवान बचाऊ मलाई। ओइ माछा, खुरु खुरु मेरो हातमा आओ, नभए बेतौला झप्पट। आमाले लिएर आउनु भनेको छिन्। आमा, माछा त हातमै पारेनन्, ल्याउन सकिन। ता डनलाई आज बेलुकाको खाना बन्दा। कस्तो रमाइलो रहेछ यो विवाह। सबै खुसी छन्, नाचिरहेका छन्। मेरो नि बिहे गरिदिनु न, बिहे गर्न मन लाग्यो। अब त बिहे गरिदिनु बानेर रहेको होला।